गर्छौँ। आज राष्ट्रिय स्वतन्त्र पार्टीमा कतै लेफ्टिस्ट बढाउनु भएको छ साथीहरू, कतै राइटिस्ट। हामी सेन्ट्रिस्टको कुरा गर्दैछौँ। यो चौतारा हो साथीहरू। यहाँ विभिन्न खाले साथीहरू आउनुहुन्छ र यहाँ मन्थन गर्नुहुन्छ। हामीलाई धेरै लागेको थियो यहाँ साथीहरू किन आउनुहुन्छ भन्दाखेरि अरू राजनीतिक पार्टीमा व्यक्ति केन्द्रित राजनीति हाबी भयो भनेर तपाईँ यहाँ आउनुभएको हो। तर यहाँ पनि यस्तै व्यक्ति केन्द्रित राजनीति हाबी भयो भने अबको 5 वर्षमा तपाईँहरूले न्याय पाउनुहुन्न साथीहरू। प्रिय साथीहरू, तपाईँ एक नम्बरका क्षेत्रीय साथीहरू, आज तपाईँको खुट्टाको पैतालामा हेर्नुहोस्। 2 महिना अगाडि मात्र हाम्रो सांसद बुद्धरत्नजीलाई जिताउनलाई तपाईँका मोजाहरू फाटिए। तपाईँहरूका कति तपाईँहरू उकाली ओह्राली गरेर दुःख कष्ट गरेर लाग्नुभयो। तर आज उहाँ सांसद जस्तो गरिमामय पदमा तपाईँहरूले पुर्याइदिनु भयो। हामीलाई लागेको थियो साथीहरू आज उहाँले एउटा अभिभावकत्व ग्रहण गरेर हामी 1, 2, 3 का साथीहरू दोस्रो पुस्ताका साथीहरूले चाहिँ हामीले साथ दिएर अगाडि बढ्न हुन्छ कि हामी यहाँ अभिभावकत्व खोजिरहेका थियौँ। तर यहाँ पाएन साथीहरू। तपाईँले यसको मूल्याङ्कन अब ब्यालेट बक्सबाट देखाउनु पर्नेछ साथीहरू। बुद्धरत्न महर्जनज्यूलाई म सम्मान गर्दछु। उहाँकै नेतृत्वमा 21वटा वडाहरू गठन भए, 6वटा पालिकाहरू गठन गरे। उहाँलाई म हृदयदेखि धन्यवाद पनि दिन चाहन्छु। अब तपाईँको पालो सक्यो आदरणीय माननीयज्यू। अब पालो दोस्रो पुस्ताले चलाउने छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा हामी अगाडि लिएर जान्छौँ। मैले यहाँ धेरै कुरा गर्न चाहिनँ साथीहरू। समयको पाबन्दी छ। म समयको पाबन्दीलाई अनुशासनमा राखेर मेरो मन्तव्य यही टुटाउँछु। जय घन्टी।